दुवैजनाले मलाई कातर सम्झिन्छौ होइन, दुवैजनाले मलाई डरपोक सम्झिन्छौ नि होइन। चिसो हावा आउनु थाल्यो। ढोका लगाएर राख्नु। अब के गर्ने त? बस बस्ने सधैँभरि यही बस्ने। सधैँभरि
तिनीहरू आउँदैछन् त भाग ए ढोका खोल्नु त तिनीहरू आउँदैछन् क्या ढोका नखोल्न भाइले के मेरो भाइले के नगर मेरो भाइले के गरेको छैन म तिमीहरूको जम्मै पैसा तिर्दिन्छु तिमीहरूको मान्छे पनि म फिर्ता गरिदिन्छु के मेरो भाइले केही नगर न छोड्दै भनेको मैले मेरो सबै भाइको लागि गरेको छोड्दैन छोड्दै भनेको ए छोड्दैन एउटाले गर्छ पाप अर्कोले पाउँछ श्राप आफ्ना लागि खुब अर्काको संसार जलाउँथ्यो होइन आज आफ्नै संसार जलेको देख्दा कस्तो लागिरहेको छ मासु बधाई दिन्छु बिचरा भाइ यस्तो दाइ त कसैको नपरोस् कसैको आफ्नो दायरामा बस्छ मैले भनेको बिर्सिन्छु कि त छोरी मान्छे होस् भनेर अनि तँलाई के लाग्छ म त जस्तो दुई तिमीले हो आफ्नो बोलीको ठेगान नभएको साला कहाँ त होस् त धेरै फुर्ती नलगा पृथ्वीमा थियो भने म तेरो न्युज बनाइस कृष्ण उठा भन्दैछु परदेशको लालच देखाएर व्यापार गर्ने लुटेरा जसको कर्मको फल उसको भाइले चुकाउँदै कोही चोखो छैन दुधमा आएन रगत मनवाएर आएका छन् सब रगत मनवाएर आएका छन् यहाँ तिमीहरू पनि मेरो भाइलाई त्यस्तो गर्ने तिनीहरू पनि यहाँ आउँछन् त्यो बेला म तिनीहरूलाई फेरि मार्छु मरेको 3 दिन हुन पाएको छैन मेरो डेस्कबाट नेम प्लेट हटाइसकेछ फ्रुटी खाँदैछन् स्वार्थीहरू के त्यही एउटा बाइक कति तानेको सकिसक्यो त आधीभन्दा धेरै स्टाफ अफिस तल छ कम्प्युटर मात्रै छ अफिसमा वाह म
एरिना मिडिया नेटवर्कमा काम गर्नुहुन्जेल मैले यस्तो कहिले देख्नु परेको थिएन। माथि जान्छ हेर तँ अझै उड्दैछ। कम्तीमा लास सेलाउँजेलसम्म त बस। खाना नपाकाहरू स्वार्थीहरू सबका सब। भन्नुहुन्थ्यो एरिना मिडिया नेटवर्कसँग राम्रो सम्बन्ध छ उहाँको। चिन्नुहुन्छ? बोल्नु न, किन केही नपर्नु भएको? चिन्नुहुन्छ है? चिन्छु। हस्पिटललाई मात्रै होइन, म मिलन पौडेललाई पनि राम्रो छ। चुप लागेर बस्, तपाईँ म सबै कुरा साथीलाई थाहा छैन जस्तो छ के मरेपछि मान्छेलाई डाङ्गो खुवाउँछ। डाङ्गो के डाङ्गो र मरेपछि पनि जो यसरी नाङ्गिन लगाउँछ नि उसले नर्क भोग्नु कुनै आश्चर्यको कुरो होइन महोदय। तिमीले कसरी चिनेको? कसरी चिनेको मिलनलाई? मलाई पनि बताउनुहोस् कसरी चिन्नुभयो मिलनलाई? अस्ट्रेलियामा भेट्नुभयो? कोसीले गएकै छैन। मतलब मरेको पनि छैन कि मारेको चाहिँ हो? मारेको चाहिँ होइन मिस्टर। जे पनि बोल्नु। अरे मिलन कहाँ? उसले आफै सुसाइड गरेको थियो। सुसाइड? किन? मलाई कसरी थाहा हुन्छ? उसले गरेको मलाई कसरी थाहा हुन्छ? होइन भन्नुहोस् तपाईँलाई थाहा हुनुपर्छ। यसले थाहा छ भन्नुहोस्। यसै मलाई कसरी थाहा हुन्छ? थाहा छैन मलाई। थाहा छ मलाई त भन्नुहोस् न किन सुसाइड गर्यो मिलनले? तपाईँ रूपसीजीसँग चाहिँ डराउनु भएको होइन? नडराउनुहोस् नडराउनुहोस्। र उहाँले जम्मै तपाईँको कुराहरू भनिसक्नु भयो। त्यो चाहिँ पसिना आइरहेको छ के भइरहेको छ तपाईँलाई? किन कामिरहनु भएको छ भन्नुहोस्। किन मिलनले सुसाइड गर्यो? भन्नुहोस् न भन्नुहोस्। किन झुट बोल्दै हुनुहुन्छ? मनभित्र कति राख्नुहुन्छ? झुट कति पाल्नुहुन्छ तपाईँ? मिलन पौडेल यसको प्रेमी हुने गर्छ। यसको प्रेमी हुने गर्छ। यो विराज भइसकेको बुढी भए पनि यो मिलन पौडेलसँग सम्बन्धमा थियो। अनि जब मिलनले आफूसँग बिहे गर भनेर जोड गर्न थाल्यो तब मिलनले आफ्नो बाटोबाट खेलाउनको लागि यसले झुटा प्रमाणहरू पेश गरेर आफू बिचरा बनेर म्यानिपुलेट गरेर ग्यास लाइट गरेर उसलाई बाँच्नै मुस्किल बनाइदियो। अनि केही उपाय नभएपछि मिलन सुसाइड कसरी थाहा भयो सर? म त तिमीलाई पहिलोपटक भेट्दैछु त। मैले पहिलोपटक नै भेट्दैछु तर मिलन विरुद्ध गलत प्रमाणहरू जुटाउनका लागि अरू मिडियाहरू जस्तै हाम्रो मिडियालाई पनि बुढाले पैसा दिएको थियो। एकातिर भिक्षु पत्रकार अर्कोतिर पुतलीको भेषमा रगत चुस्ने चुका लुका। यो मान्छे बिकाउ पत्रकार मात्रै होइन, हत्यारा पनि हो। यो मान्छे हत्यारा। हत्यारा? कसरी? मलाई विराजले भन्थ्यो 72 सालको भूकम्प आउँदा राहतमा आएका आधाभन्दा बढी पैसा हिनामिना भएको थियो। अझै भन्नु? अझै सुन्न चाहनुहुन्छ? समुन्नति फाउन्डेसनले एरिना मिडिया नेटवर्कसँग मिलेर पुनर्निर्माणमा बनाएको जम्मै स्कुलहरू यति कमजोर थिए कि त्यो 3 वर्षपछि आएको भूकम्पमा फेरि भत्कियो।
र त्यसमा 12 जनाले ज्यान गुमाएका थिए 12 जना बच्चाहरूले यसरी के र सुन्दैछ केही मिडियाले सबै प्रमाण नष्ट गरेको थियो यसरी के सुन्नु पर्दैछ रुपसी एउटा कुरा मैले दिमागमा खेलिरहेको छ कन्फ्युजन यसरी यो जोइन भयो होइन एउटा कुरा त्यो बेला तपाईँ अरिना मिडिया नेटवर्कको चेक हुनुहुन्थ्यो किन भन्नु फेरि झुट के झुट बोल्नु छ सबै बोलिहाल्नुहोस् न सकिहाल्छ त्यतिखेर तपाईँ अरिना मिडिया नेटवर्कको चेक हुनुहुन्थ्यो चिठी पछि आइरहेछ है कामदै हुनुहुन्छ सबै कोट कामदै छ कामिरहेको छ जिउ कामदै छ तपाईँ के लड्राउनु थाल्दै हुनुहुन्छ तपाईँ के भइरहेको छ उठ्नुहोस् मिस्टर जिजी पिसाजी यो नर्क हो यहाँ फेरि मर्न पाइँदैन जाग्नुहोस् न भन्नुहोस् अरिना मिडिया नेटवर्कको त्यतिखेर चिफ को थियो बताउनुहोस् बताउन सक्नु न मलाई डर थियो मलाई डर थियो के कुरा यसको कुरा कस्तो मान्छे थियो तिमीलाई थाहा छ मैले यिनीहरूको विरुद्ध केही लेखेको थियो भने केही बोलेको थियो भने केही कदम चालेको भए मेरो के हालत हुन्थ्यो म एक्लैलाई फसाइदिन्थेँ उनीहरू उसको कुनै उपाय थिएन म लाचार के गर्ने म विकल्पै थिएन त मेरो ठाउँमा जो कोही भएको भए के गर्थ्यो त्यही त मलाई थाहा थियो त्यस्तो हुन्छ भनेर म गलत होइन म गलत होइन मेरो उपाय के हो तपाईँ आफ्नो बगान त धेरै गर्नुभयो तपाईँको घर परिवारको बारेमा नि भन्नुहोस् के भन्नु घर परिवारको बारेमा ठेगाना दिनु तपाईँलाई के छ सम्बन्ध के छ तर झुट नबोल्नुहोस् के सम्बन्ध के हो घरमा श्रीमती छ एउटा छोरी छ 6 कक्षामा पढ्ने दुवैले मलाई एकदमै माया गर्छन् म पनि दुवैलाई एकदमै माया गर्छु के भन्नु खासमा भन्ने हो भने त मेरो श्रीमतीको कारणले म यश प्रताप निरौला बनेको मेरो श्रीमतीले घराइसी काम सबै नहेरिदिएको भए गर्न सम्हालेको भए म बाहिर गएर कसरी काम गर्न भ्याउँथेँ कसरी सक्थेँ मेरो सफलताको श्रेय मेरो श्रीमतीलाई पनि जान्छ सुन पुग्यो भयो अनि तपाईँ यश प्रताप निरौला बन्दै गर्दा चाहिँ उहाँलाई चाहिँ के बनाउनु भयो यश प्रताप निरौलाको बुढी उहाँलाई त्यति मात्रै बन्न मन थियो होला न गुड क्वेसन के गुड क्वेसन म त केही पनि होइन हो जी त्यस्तो भ्रम हो सबै ओ निर्मला र छोरी त्यही घरको आँगनैमा छन् ओ मेरै बारेमा कुरा गर्दैछन् है मैले सम्झिरहेका छन् उनीहरू 3 दिन त भयो निर्मला छोरीलाई त्यो सबै किन भन्नु निर्मला नबोल प्लिज निर्मला छोरीले के सोच्छ मेरो बारेमा छोरी कान थुन त निर्मला चुप लाग न निर्मला नबोल प्लिज छोरी मलाई भागी न सताऊ छोरी मलाई भागी न सताऊ छेउमा आई सुटुक्कै बताऊ छेउमा आई सुटुक्कै बताऊ तिमीलाई बाबाको माया लाग्दैन तिमीलाई बाबाको माया लाग्दैन मैले तैँले जसरी आफ्नो परिवारलाई अप्ठ्यारोमा त पारेको छैन नि भाइलाई के गरे
के गर्ने तेरो भाइलाई कराउँदै त्यस्तो रुद्र मेरो भाइको बारेमा अब आइन्दा नबोल पनि नबोल बदमास दुवै यहाँ चुप लागेर बस्छ पनि नबोल भन्दैछु नबोल अघि तर बोल कहाँ आयो टक्को रन्किसक्यो दुखिसक्यो कहाँ बसे अब के देख्नु छैन मैले के हेर्नु छैन अब मैले देख्नु मैले देखिसकेँ मैले भोग्नु गरेर भोगिसकेँ के गर्छु मलाई मैले के गर्छु मैले के गर्छु मलाई मर्नु छ उठ्नै नपर्ने गरी मर्नु छ मेरै कलमले मुक्ति दिन्छ तिमीहरू बस यहाँ म बस्दिनँ मलाई मेरै कलमले मुक्ति दिन्छ हेर्दै जाऊ है मलाई डर लाग्दैन कोही पनि यति जाँदैन है कोही पनि तिम्रो बरु मलाई यो काटी गरेर मलाई मार त्यही मार कोही पनि यति जाँदैन सबै मरिसकेको छ मर्न पनि मिल्दैन हामी एकअर्काको सामना गर्नै पर्छ हामीले एकअर्काको सामना गर्नै पर्छ तर के गर्ने कसरी मलाई कसैले यो मूर्ति जस्तै बनाइदेऊ न के गरौँ तिम्रो मेरो नजिक आउँदैन है कोही पनि टाढै बस है दुवैजना टाढै बस मलाई यो मूर्ति जस्तै निर्जीव हुन मन छ म कतै छैन म छैन है कतै टाढै बस के को आउँछ ढोका खुला सम्पूर्णमा नमस्कार मेरो नाम अविन ढकाल र यस नाटकको कलाकार सम्पूर्णमा नमस्कार मेरो नाम सुगम दुलाल म पाठशाला लेख्ने मान्छे सबैलाई नमस्कार मेरो नाम प्रज्वल दुलाल म यस नाटकको निर्देशक सबैजनालाई नमस्ते म सुरभि प्याकुरेल आज यस नाटकको सिङ्गर नमस्ते मेरो नाम समीर विश्वकर्मा म चाहिँ गिटारमा नमस्ते म वर्विका पोखरेल म चाहिँ सृजनात्मक निर्देशक अफ पाठशाला